Hello guys, welcome back to my new multi episode. सबैजना चाहिँ आरामै हुनुहुन्छ होला। मुन्टी भाग चाहिँ किन आएन भन्दाखेरि अब चाहिँ मैले यो एपिसोडमा भन्न जाँदैछु मुन्टी भाग किन आएन, त्यस कारणले आएन भनेर मैले चाहिँ भन्न जाँदैछु। भुन्टी किन आएन भन्दाखेरि सबले थाहा पाइसक्नुभयो होला, आन्दोलन चलिरहेको छ। जेनजीको आन्दोलनले गर्दा नै भुन्टी सिरियल आउन नपाएको अवस्था हो साथीहरू। अहिले चाहिँ जेनजी आन्दोलन धेरै नै भइसकेको छ साथीहरू। कतिपय दरबारहरू पनि चलिसकेका छन् र धेरै नै नाजुक अवस्था आइसकेको छ नेपालको। अब नेपाल सुध्रिन्छ भनेका छन् र प्रधानमन्त्री पनि चेन्ज गरिसकेका छन्। केपी ओलीले सबले राजीनामा दिइसकेका छन्। अब नेपाल सुध्रिन्छ भन्ने आश छ साथीहरू। अब के हुन्छ होला, सबैजनाले हेरिदिनु होला र यो च्यानललाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अब नेपाल के कस्तो हुन्छ होला त। अब सबै जेनजी युवाहरूले तोडफोड गरिसकेका छन् र अब नेपाल कतातिर जान्छ भन्ने कुरा अब म विषयतिर जान्छु। नेपाल चाहिँ साथीहरू अब चेन्ज हुन्छ होला भन्ने धेरै आशा छ। जेनजी युवाहरूले पनि गर्छन् होला अब। र प्रधानमन्त्री पनि हाम्रो सुशीला कार्की म्याम भइसक्नु भएको छ र अब 6 महिनाको लागि मात्र हुनुभएको र त्यसपछि फेरि वैशाखमा चुनाव हुने भनेर रहेको छ। अब के हुन्छ होला। वैशाखको चुनावमा चाहिँ बालेन शाह पनि हुन सक्नुहुन्छ र अरू जो पनि हुन सक्नुहुन्छ। भोट कसको ल्याउँछ र अब नेपाल जनताले गराउँछन्। सिंहदरबार जस्ता सर्वोच्च अदालत, नेपाल राष्ट्रिय बैङ्क सबमा आगो लागिसकेको छ र सबै ध्वस्त भइसकेका छन्। र पुलिसहरूलाई अहिले पुलिसहरू सबले हेट पाइसकेका छन् साथीहरू। किनभने पुलिसले गोली चलाइसकेका थिए नि त। पुलिसको पनि आदेशअनुसार गोली चलाएका हुन् साथीहरू। तर पुलिसले चाहिँ ताकी गोली चलाएका कारण पुलिसले अहिले त्यस्तो भइसकेको छ। पुलिसलाई पनि अब पक्कै पनि साथीहरू नेपालमा के चेन्ज आउँछ भनेर नै यस्तो सब थोक गर्न पुगेका हुन्। र नेपालका मानिसहरू सबैले झन् भ्रष्टाचार भइसकेको छ। झन् नेपालमा झन् सबै बलात्कारी चोरीहरू झन् सब जेलबाट खुस्किसकेका छन् र कतिपयलाई त पगडी पनि सकेका छन् र सोरुमबाट पनि त्यस्तै बाइक चोरी भइसकेका छन् साथीहरू। बिलबुक लाइसेन्स नभएर नै सबले चोरी गरिदिइसकेका छन् साथीहरू। अब किन त्यस्तो गर्छन्? नेपाल राम्रोतिर जाने हो कि नराम्रोतिर जाने हो साथीहरू? राजा बस्ने घर सिंह राजदरबार पनि पुरै ध्वस्त भइसकेको छ। खरानी भइसकेको छ साथीहरू। कसले बनायो त त्यस्तो खरानी बुझ्नलाई चाहिँ अब मेरो यो एपिसोड सबै ध्यान दिएर सुन्नु होला। अस्ति सेप्टेम्बर 8मा जेनजीको आन्दोलन थियो साथीहरू। त्यो दिनमा मात्र 20 जना युवाहरूलाई गोली लगाएर आफ्नो ज्यान गुमाएका छन् र शहीदको रूपमा सब चिनिएका छन्। त्यस्तो गोली प्रहार गरेका थिए नेपाल पुलिसले। किन गरे त गोली प्रहार किन गरे भन्दाखेरि भित्रबाट आदेश आइसकेको थियो। अति नै भइसक्यो भएर गोली प्रहार गर भनेर आदेश आइसकेपछि नेपाल पुलिसले पनि गोली प्रहार गर्न बाध्य भइसकेका थिए। र अब यस्तै हो साथीहरू। नेपाल अब कतातिर जान्छ, अब चेन्ज होला भन्ने आश छ। तर अब युवाहरूले के गर्छन्? बिगारे पनि युवाले, अब बचाउने पनि युवा नै हुने हुन्। तर अब सब एकजुट भएर लाग्नुपर्छ साथीहरू। सबले आफ्नो टोललाई विकास गर्नुपर्छ र राम्रो योगदान गर्नुपर्छ। सबै नेताहरूको घर पनि चलाइयो साथीहरू। अब युवाहरूको घर चलाइयो साथीहरू। अब शान्त पनि पाइएको होला नेपालमा। अब यस्तै साथीहरू टिपेर यही आन्दोलनले गर्दा भुन्टी भाग आउन नपाएको साथीहरू। किनभने युट्युब पनि सबै ब्यान गरिदिएको थियो केपी ओलीले र अहिले युट्युब पनि सब खोलिसकेको छ र सब अनब्यान पनि गरिसकेको छ।
र अब सायद अर्को मङ्गलबारदेखि भुटी बाघ आउँछ र सबैजनाले माया गरिदिनु होला र मेरो च्यानलमा यस्तै यस्तै भिडियो मन पराउनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। र आजको एपिसोड यही भनेर बन्द गर्न चाहन्छु र भुटीको एपिसोड अर्को मङ्गलबारदेखि आउनेछ र सबैले ध्यान दिएर हेरिदिनु होला। र आजको भिडियो यति नै। हस्, धन्यवाद।